मर्निङ गाइज, नमस्ते बन्दगी सबैजनालाई स्वागत छ आजको टेक्निकल कुरामा। मेरो फेसबुक मोनेटाइज भइसक्यो भन्ने कुरा मैले हिजो नै तपाईहरुलाई एउटा भिडियोमा जानकारी गराइसकेको छु र तपाई हेर्न सक्नुहुन्छ। मेरो फेसबुक मोनेटाइज भइसकेको छ र धेरैजना साथीहरुले फेसबुक मोनेटाइज भइसक्यो, अब कसरी गर्ने के गर्ने भन्ने कुरा, कसरी पैसा निकाल्ने भन्ने कुरा पनि धेरैलाई थाहा नहुन सक्छ। हाम्रो फेसबुक मोनेटाइजेसन सेटअप गरिसकेपछि हाम्रो फेसबुककै नोटिफिकेसनमा एउटा अर्को नोटिफिकेसन आउँछ, जसमा चाहिँ हामीले पेआउट अकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ। पेआउट अकाउन्ट सेटअप गर्नको लागि हामीलाई बैंक खाता र प्यान नम्बर अनिवार्य चाहिन्छ। यदि तपाईले प्यान नम्बर बनाउनु भएको छैन भने, प्यान कार्ड बनाउनु भएको छैन भने तपाईले आफ्नो फेसबुकमा भएको पैसा निकाल्न सक्नुहुन्न, ब्यालेन्स निकाल्न सक्नुहुन्न र ब्यालेन्स निकाल्नको लागि मिनिमम $100 चाहिँ पुग्नुपर्छ। यस्तै भिडियोहरू तपाईहरुलाई म फेरि पनि लिएर आउने नै छु। यस्तै भिडियोहरू फेरि पनि हेर्नको लागि तपाईहरुले मेरो यो फेसबुक आइडीलाई फलो, शेयर, कमेन्ट गर्न नबिर्सनु होला र यस्ता ज्ञानहरू कति मान्छेलाई थाहा नहुन सक्छ, त्यही भएर तपाईहरुको साथीलाई पनि यो भिडियो शेयर गरिदिनु होला। धन्यवाद।